हेलो गुड मर्निङ। आज चाहिँ साथीहरु म बिहानै यसो जाडो खान हिँडेको भन्नु पर्यो जस्तो छ। ओ त्यहाँ मेरो बुढीले हेरिरहेछन् हेर्नु त साथीहरु। ओ त्यहाँ हो देख्नुभयो। म चाहिँ यतै धानलाई चाहिँ क्या आज राति पानी मजासँग परेछ है, मजाको पानी परेछ। पानी भएछ ततै हेर्नुहोस् है त, पुरा पानी छ खेतीहरुमा। आहा कति राम्रो फुल फुलेको, दामी फुल छ, दामी के दामी। हेर्नु त म चाहिँ कहाँ आइपुगेँ, घरबाट सिर्जना चोक। यहाँ चाहिँ ट्रायल सेन्टर छ। तपाईहरुले गाडी सिक्न पर्यो भने सस्तो अनि एकदमै राम्रो तरिकासँग सिक्न सक्नुहुनेछ। यहाँ सिर्जना चोकमै पर्छ है। अनि म चाहिँ आज बुढीको पसल खोल्न जाँदैछु है त। ल ठ्याक्कै हामी तनहुँवासी अनि बुढीको नाममा बुढीले थानीमाईको के अरे नामले पसल खोलाइया छ है त। ल हेर्नुस्, ल तपाईहरुलाई कस्मेटिक सामान जे चीज पनि चाहिन्छ भने सुपथ मूल्यमा पाइन्छ है। यहाँ होलसेल रेटमा। ल हेर्नुस्, थानीमाई ब्युटी पार्लर हो है एन्ड कस्मेटिक अरे। ल सियार पटार पनि भइँदो रहेछ है साथीहरु। तपाईहरुलाई सियार पटार गर्न पर्यो भने पनि सम्झने होला। ल हेर्नुस् त, यहाँ उयो पनि छ। ए केटीको सामान पनि पाइँदो रहेछ, खेलाउने कुराहरु। ल केटी लिएर आए नि हुँदो रहेछ है, खेलाउने कुराहरु पाइँदो रहेछ। ल हेर्नुस्, ल है साथीहरु। ल विशेष स्पेशल रहेछ। ल यहाँ चाहिँ ल हेर्नुस्, ए उजेलै रहेछ, बल्बे बल्ब रहेछ। ल हेर्नु त, सामानहरु त टनाटन रहेछ त। ल है साथीहरु, तपाईहरु सम्पर्क गर्नु होला है। सुपथ मूल्यमा, एकदम सुपथ मूल्यमा पाइन्छ। टिकादेखि लिएर ल छाता धरि रहेछ, केटीको छाता पनि रहेछ। हेर्नु त, ल ए दामी ल चुरा। ल है साथीहरु, ल हरेक चीज पाइँदो रहेछ है, सुपथ मूल्यमा हो। यहाँ अरु भन्दा केही सस्तोमै पाइन्छ है। यो सम्झनु होला कि ए महँगो हैन, यहाँ एकदम सुपथ मूल्यमा पाइन्छ। यही सामान अरु पसलमा गएर सोध्नु होला। ल तपाईहरुलाई केही % छुट पनि हुन्छ है। ल यी मकुण्ड धरि रहेछ यार केटीको त। ल हेर्नु त, केटीले भुलाउने बाटो धरि रहेछ। केटी लिएर आए पनि हुन्छ, 100-200 रुपैयाँको किन्दिने, आफू एकदम सजिएर जाने। ए हाम्रो श्रीमती यहाँ मेकअप गर्दैछिन्, अरूलाई पनि गर्दिने, आफू पनि गर्ने। ल बधाई छ। म चाहिँ एक फेर बाहिर गएँ है, पसलको बाहिर। नाम चाहिँ याद राख्नु होला है। म एड्रेस पनि भनिदिन्छु, फोन नम्बर पनि यहाँ छँदैछ है। ल धेरै लामो भिडियो गर्दिन। ल सम्झिनु होला, आउनु होला। थानीमाई ब्युटी पार्लर, सिर्जना चोक है, दह चोकमा पर्छ। ल गुड बाई।